Are y'all ready for this? So hello guys, welcome to my YouTube channel. म हुँ तपाईहरुको प्रिय मित्र काले भाइ। यतातिर छ हाम्रा साथीभाइहरु। यता यस्तो रमणीय ठाउँतिर आउँदै छौं हामी बबुलेर टक्क है। अनि तिहारको माहौल, तिहारहरु तपाईको कसरी बित्यो त्यो हामी सुन्न चाहन्छौं। कमेन्ट बक्समा लेख्नु होला। त्यही हो कुरा। र हामी चाहिँ यता अन्तरी भन्ने ठाउँ छ के, त्यस्तो चिसो ठाउँमा हिँड्नु पर्छ। लड्यो भने फेरि चिनी सबै चाट ठोकिन्छ मासला। यता छ भब्बु अनि सुन्तला र भब्बु मिसाएर खाने हो। सुन्तला नपाएन भने यही हराउने हो। ले त एकचोटि चस्मा लाम। किन हर बाबु तिमी त्यस्तो? के रे भाइ? किन हर गाडी के होला नि फेरि? गाडीमा फेरि गाड्देलाई नि भाइ कान्छा। ले न ले चस्मा यहाँ ले। एक खोज्या हो? कस्तो फेरि एउटा चस्मा छ सालेहरु त्यही पनि। ल यहाँ केपी ओली ओला ढुङ्गा लान। किन हर यो? ढुङ्गा लान्ने ले केपी ओली रे। तर बाटो त लाग्दै चिप्लो जान्छ। कोही नि हिँड्ने छैन क्या हो यता त। अहिले चाहिँ हिँड्ने छैन क्या हो। सिट नि झरे छैन यहाँ। अब यहाँ कति ठ्याक्कै 2 वर्षपछि आएको छौँ गाइज हामी चाहिँ यो ठाउँमा। अनि त्यही हो कुरा। अब यहाँ रमाइलो हुन्थ्यो केटाहरूसँग सबैजना भए भए। अब कोही कता छ, कोही पोल्यान्ड, कोही स्विजरल्यान्ड, कोही जापान, कोही काठमाडौँ। अनि त्यही भएर यहाँ मिलिरहेको छैन वातावरणहरू। ओहो जुगाले खायो भने चाहिँ तनाव छ यार। ल त्यही हो अब हेप चाहिँ यसले हेपै क्या हो। हेप्छु त यार। त त्यही हो अब चाहिँ सुन्तला खानुपर्ने हुन्छ। यहाँ चोर्ने हो क्या यहाँ चाहिँ सुन्तला। यता अब पहिला चाहिँ त्यहाँ मान्छे बस्थ्यो, अहिले चाहिँ बस्यो त्यो थाहा छैन। लेट्स सी त्यहीँ गएर हेरौँला केही छैन। म देखाउने नै छु, विभिन्न अपडेटहरूमा गराउने छु भन्दै अब भ्यू हेरौँ है त यतातिर। गाउँ पनि सुन्नै लाग्न थाल्यो दाजु। अब सबैले छोडेर गइहाले। के गर्ने? केटीको मायामा पागल भइहाले म। झोलाबक हामी पनि हिँड्नुपर्छ। यता हेर है। किन हर बाबु तिमी त्यस्तो फेरि? जोडा देखा होला नि जोडा पवन जोडा। अब घारी हिँड्नु पनि हुन्छ। देखा होला नि। भिड त यस्तो भिड त अब कति हिँड्ने। ए यो तुवालो नला भयो कि हिमालहरू चाहिँ राम्रै देख्थ्यो है यहाँबाट। यता एउटा यताबाट देख्छ एउटा होइन यो साइडमा। अनि यो साइड एउटा त यता टुप्पा देखिरहेछ। खोइ त्यो थाहा होइन। यतातिर ठ्याक्कै यतातिर टुप्पो देखिरहेको क्या यसमा होइन। अनि एउटा यता हो, यता यो भयो। यता ह्यान्डसम म्यानहरू छन्। किन हर बाबु? हेलो जनसेना हो म यहाँ। यसो अब मात्रै गाउँ देखाउन आएको छैन म यो। त्यही हो गाई चाहिँ अब यहाँ खुट्टै चिसो भइसक्यो। यसले पाँच लाएर आयो झन् बिजोग भयो तेरो त। पहन पाउँदैन भाइ हरे हुन्छ त्यो। खत्तम छ र बाटो। म त मोबाइलै भिड्ने भयो। लानु आइज। छु कखेर जान्छ नि यस्तोमा त यार। छु कोही दङ भएको त खोइ पहेर जाला नि मा। कोही दङै हुँदो रहेछ त यार। ल बाबु बोक भाइ बोक न। बोक्छिस् बोक्दैन जोइ। ओइ बोक भिजिहाल्छ नि। अब कोहीले यो त भर्जिन जङ्गल हो। मलाई यता कोही नि हिँडेर रहेछ।
अहिलेसम्म। किन हरा यस्तो राम्रो बाटो नहिँड्नु? ला ला यो लिगो ए त्यो भइसक्यो। म पनि म यो ए, आइन न। म हिँड्छु त नि यो पाउ न नचल न तँ हिँड्दै हिँड्नु। पहिला तँ आइज अगाडि अगाडि आइज। ला यो बोक चस्माले त कान्छ एकचोटि कस्तो चस्मा लाउनु भने नै जरुरी छैन। ले न किन र फेरि अनि कस्तो र तिमी फेरि के हिँड्दा हिँड्दा अहिले उता पैसा दिन्छु त। सानो किन ला, आइज, आइज। भ्लग बनाउने यस्तो मान्छे केटाहरू चस्मा लाउँछ। हिँड्नलाई डराउँछ यस्तो बाटो यस्तो तर आफूलाई पनि डर लाग्छ अब के भन्नु उता बस्छु नि रे म त। अब उता त केटाहरू छ नि। तर मलाई पनि डर लाग्छ है अब केही छैन चिप्लो छ ब्ल्याक चिप्ल्यो भने मोबाइल होइन भने अहिले ओए। मोबाइल चाहिँ हेर पहिला। मोबाइल चाहिँ फुट्छ अर्को त्यस्तै त्यस्तो नगर त्यस्तै न। आइज 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 आज हामी लेखामा चढियो के भाथर सुन्तला घाँटीमा। ओहो यसले त राम्रै गीत गाउँदो रहेछ यो र गीत त फेरि बाघलाई बाघलाई बागा खाइदिहाल्छ आइज आइज छोराहरू तिमीहरू मेरो छोरा हो म अगाडि जान्छु आइज जुगा होला ए यहाँ त माछाले झगडा पऱ्यो भने चाहिँ कहाँ झगडा पऱ्यो भने चाहिँ यहाँ पऱ्यो भने सक्यो भाइ उम्किने ठाउँ कहीँबाट छैन जात्रा चाहिँ यता राख्नुपर्ने हो क्या यही घाँरेको नि यही घाँरे को सीता सीता भने होइन क्या ए सीता शीत भने शीत बोक्नु बोक कस्तो केटाहरू फेरि जा त्यति बोक्नु बोक्नलाई पछि माछाले बोकेर हान्न चाहिँ के मजा हुन्छ अनि यसले बाटो छेकै काँडा पो रहेछ आइज 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 हामी चाहिँ यो डाँडाभन्दा नि उताबाट जानुपर्छ है साथीभाइहरू अझै आइज आइज आज हाम्रो लामै गन्तव्य छ कहाँबाट गुरुङ च्याङतिर जाने हो कि च्यान हो कि च्यानतिर हो बाटो अलिकति राम्रो राम्रो सिधा सिधा छ यहाँ त कुद्दै पनि सकिन्छ यसरी मजाले आइज आइज लाउरे बन्नीको आइज है तर धङ धङ हुँदो रहेछ त यो परामा हिँड्दा त के हो यो फेरि बाटो छ कि नि यार ल किन अरे स्पाइडरम्यान बाटो छ यसले हान्यो है आँखै भरि पऱ्यो त आइज आइज काफल खाना यतातिर छ नि आउनु पर्थ्यो हामी यहाँ हो के हेर्नु यस्तै छ है अब त आफ्नै ठाउँ होला आइज दौडी यो त ठिक छ बाटो सुन्तला त अब यता त कहाँ पाउनु होइन अझै लाग्छ 1 घन्टा यहाँबाट सुन्तला खाँदैन ठाउँ यहाँ गयो भने त यतै फर्किन्छ केटा अब भब्बु खाने है क्या हो यसो भब्सहरू खाएर जाने यहाँ भन्दा उता त के राम्रो ठाउँ होला र अब बस्नलाई यता चाहिँ अलिक चाँडै घाम लाग्दो रहेछ कि त्यही भएर सुक्या रहेछ शीत अब चाहिँ घाम आउने बेला यता भन्नु जे पाए त्यही नबोल न मुला कस्तो केटाहरू एडिट गर्न गाह्रो हुन्छ मलाई किन हो र गरिखाने वातावरण त दिँदै नदिने नि हेर त जोडा तँ बोले त जे बोले त्यही भाइरल हुन्छ नि
दिलीपले भलक बनाइरहेको छ दुईवटा छ आउनु हो तेरो मुखमा घिउ र भात सुन्तलाको दुधहरू लिएर जाऊ झोला नि ल्याएको नि हामीले ल्याउनु त म त सुन्तला बेच्ने हो त्यही भएर झोला लिएर आएको छु बेच्ने कसले किन्छ र आमा यहाँ अनि यहाँ खिदिउँ न यत्रो किन भुइँ हार्छ मैले सुन्तला छ त्यो सुन्तला भन्नु उ त्यहाँ हेर्छ सुन्तला कत्रोबाट खोइ उ त्यहाँ हेर्न यहाँ ओर्लि न यहाँबाट सुन्तला सुन्तला बस्ती करिब करिब देख्दैछ होइन अब के हुन्छ यहाँबाट त्यो चाहिँ मेरो बोट है हेर हेर म त त्यो मेरो बोट है कहाँ हो उतापट्टि हेर्नु उतापट्टि एउटा सुन्तला जुन राम्रो देख्छ त्यो चाहिँ मेरो है उ त्यहाँ हेर्न खै उ दि छ उ त्यहाँ बोट पो छ सुन्तला कहाँ सुन्तला दुईटा त्यो मेरो बोट है केटाले देखेछ कि क्या कहाँ हो तर मैले चाहिँ देखेको छैन कहाँ कुरा हो ए यस्तो चाहिँ अब त के काम त यो सुन्तला पलास्टिक हालेन पहिला चाखौँ न कति अमिलो गुलियो हो भेट्छु त स्याहार्नु पर्यो त किन हो र त किन हो र त किन बढी भयो है फुच्चे किन के के खेल्छस् बन्दर बन्दर के भन्दा ओ शिव फेरि ना यसो दे ना काटा चाहिँ काट्दा बेला ना ओइ फुच्चे पर्के टमाटर यता फाल यता फाल यता फाल ल ल यता फाल खोइ तैँले गर्दा त ल पहिलो प्रसाद यो चाहिँ कताको ल म पहिलो प्रसाद के गर्ने हो खाने कि के गर्ने खाल्छु उठ चस्मा लाएर हेर्नु पर्यो अन्त काम अन्त यति हो ओ उ चाहिँ तल नि लैछ उहाँ उ यसले दिएको चाहिँ कहाँ है उहाँ तल हेर्न कत्रो कत्रो छ हुँ? तल देखाएको छैन उ त्यो उ त काकाको बोल न उताबाट हेर त सानो बोटा बच्चा के भयो अमिलो है गुल है ठिक छ चाहेको त छैन यो नखाने यार यो छिउ भयो ओ लानु यो एउटा समाज न कहाँ देख्यो होला यसले फेरि बोट एउटा चाहिँ हामीले खाइसक्यौँ है मैले चाहिँ एउटा खाइसकेँ अब यतातिर हेर्दैन तर यतातिर चाहिँ अलिक चाँडै सकिन्छ क्या मान्छेहरू हिँड्ने बाटोतिरै छ नि त यो त्यो भएर अलिक चाँडै सकिन्छ भित्रभित्र त हुन्छ आयो आयो खोइ यो मा असल जेन बोल्दो रहेछ सो त्यही हो गाई चाहिँ अब फेरि हामी अन्त रुख खोज्छौँ अनि त्यहाँ जान्छौँ है त एउटा त हाइवे चाख्यो यहाँको पनि यहाँ रहेछ अलिअलि त रहनु त कुमार आउँदा खाएको थियो नि हामीले बरु है पराएको हो कि कहिले हो तँलाई सुन्तलाले मिस गरिरहेको छ हेर केटा अब यहीँबाट खाँदिनँ हुन्थ्यो तँलाई के गर्नु ठिक छ केही छैन अब फेरि पोल्यान्डमा ठुल्ठुलो खान पाइहाल्छ नि गुल्लै छ ऊ त्यो बोठा नि छ नि त अलिक पाके हुनु पऱ्यो कि अलिक पाके पाके घरबारतिर पाउँछ कि राम्रो राम्रो
यहाँ घर अलि उता के रे भा कट्टुन चिसो भएछ यार है त यतातिर अलिअलि छ गोवा चुट्टा झारिकन मुलाले लाटो लहर्यो भने हैन लाटो छैन यो चाहिँ हाम्रो भूतघर आइज आइज जाऊँ न यहाँ त डेट नि बसिरहन्छ कि आइज न लाटो छ क्या खोइ जस्ट ढाडा ढाडा गऱ्यो भने त्यो बलक नबना न भने कति बना तैँले बलक ओ तैँले हाने हो र सरी के हो र त त्यस्तो म असल मुटुकै छ मैले त्यहाँ आइज लेखेँ ओ आज घरमा कति छ ल घर भन्नु त ल टिप्ने हो क्या अब बस्न त्यहाँ रहेछ त्यहाँ नान कस्तो कस्तो डरा छेर्पट रहेछ यो त घारी त केही नि भन्दैन त है पाके है त्यही भएर छोड्यो होला यहाँ छ त अलिअलि त यहाँ छ त यसमा छ त्यसमा लाटो आउला नि अहिले यता नि छ क्या कस्तो केटाहरू तर्साइदिएर मुलाले अहिले त घरै भइहाल्यो क्या नि को हुने हो यस्तो त घर छ अनि किन र बाघ होला कस्तो हो र फेरि आइज यता छ आइज न हाम्रो लामा स्थान पुरानो घरमा जाऊँ कि आइज नभए ओ बौला मैले हैन इ पाकेको त कुइया हो ओइ कत्रो बना हेर्न पाक्या एउटा खै उहाँ माथि हेर हो यार हाल्न चढ्न चढ हान्ने हो त हान्ने हो त चढ कान्छ झरे ल्याउ राख्ने दादा राख्ने अब काले भाइले कालो चस्मा लाउँदैन नि फेरि कति देखायो केटा हेर त राम देखा फर्स्ट टाइम है यस्तो चस्मा लाग्यो फेरि तर अर्को देख्दो रहेछ है बबुले राम देखा रेकर्ड त भएन नि हेर त भएन र यता बब्बु यता टिप्दैछ मलाई कति देखायो नि गाइज अब यहाँ यस्तै खाने कस्तो बगान गरेर जस्तो फेरि केटाहरू ओहो यसले के हाल्यो त मिलाएर खानुहुन्न खैले त छैन त रसै छैन त एउटा थमेल गाई फोर्टिन पर्छ आज पवन सर कहाँ हाल्ने नि हाल्ने गर्नु अन्त कता नहाल्ने हो या खतरा जम्नु थम्न ल आइज खा जस्तो भन्नुपर्छ पुग्यो आइज किन हर जुठो हाले खा त गर्न कस्तो केटा आयो
त्यहाँ हेर न त्यहाँ एउटा कहाँ छ र भने 5 वटा हाले छैन झोला यार केटाहरू दुईटा भन्दा हाल्न पाएन कति हो हेर्छु क्या कति केटा मुलाहरू त किन भन सबैले आफ्नो दुलो सोचाइहाल्यो नि अब मेरो भागा त कति 4 वटा छ यार खोइ मैले नि खोइ एउटा खानु त्यहाँ ठुलो छ त्यसमा जान जता ठुलो छ त्यतै जाने हो नि त बान्नै छ भने के हेर्ने यही भने टिपेर लानु पर्यो त बाँड्न पर्छ है ओइ त दहीमा जोत्दैन बाँड्न पर्छ अहिले त्यो यसमा कमिला गोलहरू ठुलो थियो यार ल दुईटा स्याबास अरू छैन कति कति भने मेरो त के हो त नि यति के हो यो टिप्ने छ भने कस्तो टिप्ने छ भने बान्दै छ त्यहाँ हेर्न अलि त्यहाँ दुलु पारेर अहिले त्यसो चोडिदिनु पन्ना असल ल जमजम र हिँड अब हिँड जे हुनु भइसक्यो अब बोट हेर्दै हिँड है केटा अहिले आउँदा टन्नै छ त सक्को गयो भने बोटै सक्यो र ले दाउ पार्दा त बाबु अडी हिँड्दा त बाबु कता एउटाले त खै दोस्त एउटाले न खै एउटा सानो मुडी हाले निकाल्ला नि त एउटा सानो खान्छु है खोइ एउटा जान खान्छु कहाँ छ र भने कति हाल्यो मुला ओइ छोरा एउटा निकाल्छु एउटा मेरोमा सानो सानो छ के दाइ एउटा दाइ दाइ भर्खर नपरेछ क्या दाइ मेरो दाइ एउटा दाइ भन्दाखेरि 5000 आउँछ ल ल ल म आफै दिन्छु छुट म आफै दिन्छु एउटा ठुलो निकाल्दिनु ल एउटा ठुलो जिक तर एउटा जिक है त ठुलै ल जत्रो छ त्यत्रो जिकमा एउटा जिक मेरो थोरै छ नि कान्छ ल उता आँखा चाहिँ गर नि त नि हेर्छु है एउटा दुईटा मैले एउटा निकालेको छु है एउटा निकाल्यो तैँले अब मबाट पाइनस् है अहिले यो भागभन्डा लाने यसलाई 3टा घटाएर देखेँ यी म त यी कस्तो सेते मुनि लोरो रहेछ माछा गइहाल्यो नि टाउ नजाने टिप्नु नजाने अनि टिप्ने भनेको त नि खोइ त टिप्ने आइज न त तलतिर जाने हो त तलतिर पो पाउँछ त यो ओइ कुन बाटोबाट उक्लियो यता र होइन र तलबाट आइज मासलेहरू उनीहरु त लाठी पोलेर भएन घाउ जुगाले खाइदिसे खुट्टा तनी केटा ताका यत्रो कुरो लाखा कहाँ भने के ओरे त्यो अर्को कनिका कुरो ओइ के गरे भलक खराएर यो पवनीको मिट लगाइदिनु पर्यो ओहो यो खरायो भाइ छ र्या बान्दै एउटा पागल अरू खरायो खतरा बेतन फर्काउँछ नि त्यो त्यसको नाम खरायो र एमआरबी साथ भेट्न पर्यो एकचोटि भेट्न पर्यो भेटेर यसलाई प्रस्तुत गराउनु पर्यो कला छोड 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 दौडी दौडी दौडे आइजे 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 के दियो होला छ हैन छ आइज आइज मारी अब त सुन्दैन भन्यो तेरो त लाइन चढ्दो रहेछ त्यो केटाहरू म त बस्छु झोला भरिहाल्यो अनि के हुन्छ यसो टुप्पा यसो छेउतिर छ खुट्टा माछाले ठुलो चाहिँ त्यो फाल्दैन अब हल्ला हल्ला मलाई फाइदा हुँदो रहेछ तल बसेर हल्ला अझै के त हैन के हल्ला कान्छ हल्ला अनि मान्छे आउँथ्यो किन हर त्यसलाई भाँच्यो मुझे हाने कसै सरकार
खुट्टा अड्किनु कि मेरो ओ खुट्टा अड्क्यो भने चप्पलै चुट्यो अब यसमा चढ्ने हो ओ मेरो चप्पल अड्क्यो क्या अब अलिअलि पनि हाल्नुपर्ने हुन्छ होला केटाहरू त के हो फेरि यस्तै बल्ल थाहा भयो सानो रुखा मात्रै रहेछ यो नचन दादा भाग लानुपर्छ है खै हाम्रो चिनी खाइन गयो तिमीले त प्लास्टिक होइन हुने हाल्ने प्लास्टिक यत्रो के त हामीसँग त प्लास्टिक यत्रो प्लास्टिक के त होइन अब चप्पलले चुटिहाल्यो नि चप्पलले चुटिहाल्यो नि यार आठनी के हो र यस्तो फेरि दादा यता टिपिदिनुहोस् त यतापट्टि टिपिदिनुहोस् खोइ ए हस् दादा हस् यसलाई गयो अलि 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 तल ओह 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 मैले चाहिँ छुट्टाइदिएँ केटाहरू तँ त फोनमा भइसकिस् कान्छ अब अर्को फालिदिउँ त खाल्दै खाल्दै म आइहाल्छु नि भक्कै हाम्रो यो पोको फालिदिँदै टिपेर ल्याइदिएँ है त ओइ ला ओइ सरी आइज यता चप्पलले चुट्यो नि यार ल्याएर ल्याएर भयो त अड्दैन त सब हाले हाले छिटो हाले यहाँले ले ओइ क त्यो केटा आफ्नो पाए पछि गयो त त्यो दिन्छ दिनुहोस् कसममा त्यो त होइन यता चाहिँ यस्तो घारी म त कता आउने त ओइ त्यसले मेरो सबै खाइदियो क्या यार ठोसला अनि मासले कला हान्छु भन्नु आफै गर्छु त्यसले सबै झिक्छ बाटो कता हो ल दादा कस्तो केटा नर यार मुला त्यो मेरो झोला चाहिँ ले त पहिला मेरो झोला चाहिँ ले त पखन पख दुइटै छ यसमा मेरो झोला सुत्तिन्छ ल अब हाम्रो यहाँ भागवण्ड हुँदैछ होइन पहिला ठुलो ठुलो लगा पहिला ठुलो ठुलो लगा बाबु हो म यहाँ हेरिरहेको छु 5 यो चोरेर भाग्ने चाहिँ यो दुईटा केटा हातमा लिएर बसिरहेको नि यो चोर जस्तो नर परेको ल बाबु ठुलो किन बाँड्ने यो राख्न यहाँ हेर बाँड ओ चाठा बाँड्नु परेन त्यहाँ छ त्यहाँ होइन होइन तँ लान्दास् ल ल यही प्रकाश यसलाई हाल्दैन यही हुन्छ त्यहाँ गएर त्यस्तो त्यस्तो भनेर हुँदैन 3 भाग लगा त्यसो भए होइन होइन ल बाबु अब यहाँ भाग बन्ड हुँदैछ होइन
बराबर हेर्छु म यहाँ ओ बाबु नदिने ओइ ढुङ्गाले हान्नु भने किन हो र फेरि कस्तो किनहरू त्यहाँ दिएन त्यहाँ भाग लगा अनि खा आफ्नो भाग खा मैले सबै सानो देखेछु त अनि के हो चस्मा त्यही भएर चस्मा नला होइन चस्मा त लाउनु चस्मा नला त्यस भए चस्मा नलाइ त आँखै ठर्दैन गेडै देख्दिनँ म बुढो भइहाली एलर्जी भएर भन्नु हाल त्यो नि हाल्दैन त्यो त पर्दैन यस्तो यस्तो हाल कन पाक छाड छोड बाटो पर्ने हो त यहाँ यो त यो यसलाई हालिदियो होइन सबैलाई यस्तो जान्छ नि त तिनवटा हो त्यस्तो हो गुड त्यस्तो जान्छ नि त्यो त रातो चाहिँ किन त्यता हाल्नु कुन रातो यो रातो छैन यो ल म यही हाल्छु नि त हाल्छु हो यो ठुलो यता हाल यो ठुलो यता हाल अनि त्यो यो मलाई गलत लाग्दैन आफ्नो हातले हाल्न पाएन भने मलाई रमाइलो लाग्दैन ल प्रकाश भाइ अरे त्यता हाल दुईटा ए ठिक छ नि ठिकै छ अब चित्त बुझे लोन पर्छ यो बान्ने चाहिँ हाँसे छ किन हो र के हो र ओहो यसले तैँले दुईटा हाले हाँस त्यहाँ ती तिनवटा अनि दुईटा हाले ओइ तैँले हुन्छ भएन दुईटा हुँदैन है मासले गन सबै भागा बराबर छ गन ल अक्षय कुमारको त भएन दो तेरा दो मेरा एउटा पखेटा एउटा एक एउटा गनेर 50 यसले फेरि हात हालियो क्या यो त अघि नै हात नलिन दुईटा गयो यो ठुलो यो त हाले दुईटा यो ठुलो हाल हो त्यहाँ दुईटा हाल्दे त्यो ठुलो दुईटा हाल्दैन हो ठिक छ यो काम छैन भाइ कस्तो फेरि यो गार न यो ल ल ल कस- बाबु हेरे यसले दुईटा झिक्दा मेरो होइन यो त उता राख न यस्तो गर्न माथि देखे हैन दुईटा अलि अलि माथि हो देखे बल्ल किन हो र यस्तो यस्तो अनि हाम्रो बालबच्चा धेरै छ नि त सो गाइज हामी चाहिँ अब आफ्नो भाग बन्डल लिएर आइसक्यौँ होइन केटाहरू उता छ अब कसो भाग के पऱ्यो त्यो थाहा छैन बराबर चाहिँ बराबरै लाओ नि हालत यस्तो भइहाल्यो पुरै कुरो जुगाले खायो एक ठाउँमा त्यही हो नि अनि आजको भ्लग चाहिँ सुन्तला घारी अन्तरी घारीको हुन्छ होइन के कस्तो लाग्छ रमाइलो भयो खुट्टा सुट्टा अलिअलि औँला सौँला ठेस्ला त्यही हो के कस्तो लाग्छ कमेन्टमा ट्याक्क राम्रो लेखिदिनु होला भन्दै आजको ब्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु हस् त धन्यवाद ल